अथ 12वां अध्याय विषय नाद अनाद नूर इनका परिचय विस्तृत ज्ञान को चर्चा। मंगलाचरण। सोहम सत्यहम प्रकृति पुरुष ब्रह्ममसि। सोहम सत्यहम प्रकृति पुरुष ब्रह्ममसि। सोहम सत्यहम प्रकृति पुरुष ब्रह्ममसि। एकहम ब्रह्मास्ति द्वितीयं ब्रह्म नास्ति। द्वितीयं ब्रह्मास्ति एकहम ब्रह्म नास्ति। खचेदानंदम तत्वरूप तथागत एकहम ब्रह्म स्वरूपम श्री पर ब्रह्म नामसा। आमीन। प्रिय भक्तजन, नाद अनाद र नूर, आउनुहोस् तिनको प्रकार र भेद बुझौँ। नाद नाद भन्नाले हाम्रो शरीरमा अन्तरङ्गमा वा सूक्ष्म जगतमा प्राप्त हुने दुर्लभ नादहरू छन्। आउनुहोस् अब नादहरूको परिचयतर्फ। बहिरङ्ग नाद। बहिरङ्ग नाद भन्नाले हामीले बोलेको आवाज, गीत, सङ्गीत, ध्वनि, पृथ्वीमा गुन्जिरहेका आवाजहरू हो। सूक्ष्म जगत नाद। सूक्ष्म जगत नाद भनेको आत्माहरूको वार्ता, आवाज, ध्वनि र विभिन्न जगत तथा लोकहरूको आवाजलाई श्रवण गरिने अवस्था हो। गहिराई नाद। गहिराई नाद भन्नाले अझै त्यो सूक्ष्मभन्दा पनि परम सूक्ष्मको अनुभव गरिने नाद हो। अन्तिम नाद रहेको छ अन्तरङ्ग चेतना नाद। तपाईँ भित्रै रहेका अनन्त आवाजलाई प्रकाश गर्ने नाद हो। यस नाद शरीरको इडा र पिङ्गला र सुषुम्नाको मध्य स्तर भागबाट प्रवाह हुँदै हृदय चक्रबाट स्फुरित हुँदै कसैलाई बायाँ कानबाट, कसैलाई दायाँ कानबाट र कसैलाई सिधै हृदय हुँदै तालुबाट पनि वा आज्ञा चक्रबाट पनि सुन्न सकिन्छ। आउनुहोस् नादका प्रकारहरू। दायाँ कानबाट सुनिने नाद दैवीय नाद। बायाँ कानबाट सुनिने नाद अदैवीय आसुर्य नाद। हृदयबाट सुनिने नाद प्रेम नाद। आज्ञा चक्रबाट सुनिने नाद प्रज्ञा नाद। त्यसपछि शिरबाट सुनिने नाद पूर्ण नाद रहनेछ। आउनुहोस् बाह्याङ्ग नादमा के हुन्छन्? हामी जे बोलिरहेका छौँ तपाईँको आवाज मैले र मेरो आवाज तपाईँले सुन्नुहुनेछ। अब आउनुहोस् अब सूक्ष्म नाद अन्तर्गत सूक्ष्म जगतका नादहरू सुन्न सक्नुहुनेछ। अब गहिराई नाद अन्तर्गत त्यहाँ पनि विभिन्न जगतहरू छन्। निर्देशिका तह, आराध्य तह, विभिन्न तह हुँदै सृष्टिकर्ता ब्रह्मभन्दा एक स्टेप तहको स्थितिमा हामीले सुन्नेछौँ गहिराई नाद। अब आउनुहोस् अन्तरङ्ग चेतना नाद। हामी भित्रै विभिन्न प्रकारका शक्तिका ध्वनिहरू छन्। त्योबाट प्राप्त श्रवण शक्ति जो अन्तर प्रकाश चेतनाको आवाज नादहरू हुन्। बाहिरङ्ग नादहरू यस प्रकार छन्। आहा, हामी जे बोल्छौँ त्यही सूक्ष्म अन्तर्ग नाद। पहिला यसलाई झाउँकेरी जस्तो गराउँछ, झिङ 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 गर्छ। त्यसपछि हल्का बाँसुरी आवाजहरू आउने गर्दछ। आउनुहोस् गहिराई नादमा सो हम गतिको हुँदै विभिन्न धुनहरू र निर्देशनहरू पनि आउने गर्दछ। आउनुहोस् त्यसपछि अन्तर गहिराईमा एकदम शब्दातीत आवाजहरू आउनेछ, जहाँ शान्त कलकल कलकल बगेको गङ्गा नदी जस्तै विभिन्न प्रकारका अन्तरङ्ग आवाजहरू आउने गर्दछ। निर्देशन आउने गर्दछ अथवा अन्तर्बोधको आवाज आउनेछ। अहम आत्मामसि, अहम द्रष्टामसि, अहम साक्षीमसि, यस्ता यस्ता शब्दहरू प्राप्त हुने गर्दछ। अनाहत नादको अन्तिम गन्तव्यपछि प्राप्त हुने एक दिव्य ज्योतिमय प्रकाश र दृश्यगत शक्ति प्रकार नाद हो। नादबाट देखिने
र शून्य आवाजभन्दा फरक गहिराई प्राप्त गर्ने अनाद हो। अनाद 3 प्रकारको हुने गर्दछन्। दैवीय चेतना अनाद, आसुरीय चेतना अनाद, ब्रह्म चेतना अनाद हुने गर्दछ। दैवीय चेतना अनाद दैविक न्याय निष्ठापूर्वक ज्ञान र त्यसको शास्त्रीय सिद्धान्त प्राप्त हुने गर्दछ। आसुरीय चेतना अनादमा तन्त्र पद्धति विज्ञान यस्तै खालका अराजकीय ज्ञान प्राप्त हुनेछ। ब्रह्म चेतना अनादमा ब्रह्मको ज्ञान, ब्रह्मबोध, तथागतको शरणागति उपाय, सत्यताको बारेमा चर्चा हुने गर्दछ। हामीलाई प्राप्त अनाद रहने गर्दछ। नूर आत्मसाक्षी परम गतिको परम अवस्था र अन्तर्मनको गहिराई, त्यो चेतनाको ज्योतिर्मय प्रकाश स्थिर अवस्था हो। यहाँ कुनै पनि आवाज हुँदैन, यो कुनै पनि भागमा विभाजन हुँदैन। नूर परम मोक्षको गतिको मार्गदर्शक चित्र हो। नूरादि नूरपछि अनुर अवस्था हुन्छ। अनुर अवस्था भनेको अहिलेको सुत महामुनिको अवस्था हो। आजको लागि यति नै। अध्याय पुरा भयो। भोलि म नादको सुनिने 1 देखि अनेकौं नादका ध्वनिहरूलाई आवाजद्वारा त्यसका नाम गतिहरूबाट चर्चा गर्नेछु र नादको बारेमा अझै गहिरो विश्लेषण र नाद सुन्ने श्रवण र नादबाट आउने अजपा सुमिरन प्रकाशको बारेमा अझै खोतल्नेछु। जिज्ञासा भए हाम्रो हजुरमा पेश गर्नुहोस्। आजलाई अध्याय यति नै। आमेन।